यहाँ हेर्नुहोस् मैले पंखा खोलिसकेको छु। अब यसलाई कोइलले चेक गर्नुपर्छ, कोइल कहाँसम्म काम गरिरहेछ, कुन काम गरिरहेको छैन भनेर चेक गर्नुपर्छ। अब बडी छ कि छैन भनेर चेक गर्नुपर्छ, करेन्ट आइरहेछ कि आएको छैन। यदि करेन्ट आइरहेछ भने बडीमा चेक गर्दा बत्ती बल्छ। अब हेर्नुहोस् यहाँ यो बीचको कोइल मात्रै देखाइरहेछ, यता देखाएको छैन। त्यो बीचको कनेक्सन देखाइराखेको छैन। अब यसलाई ब्लेडको मद्दतले कोट्याएर माथि माथि चेक गर्नुपर्छ। हेर्नुहोस् मैले चेक गरिरहेको छु, यहाँ देखाएन। अब अर्कोपट्टि मैले पोलिसन छुटाएँ। अब चाहिँ ठिक छ कि छैन भनेर फेरि हेर्नेछु। हेर्नुहोस् दायाँ बायाँ पनि तलमाथि हेर्नुपर्ने हुन्छ, कहीँ तार छुटेको हुनसक्छ। हेर्नुहोस् यहाँ ग्लो गर्यो बत्ती। यो बीचको जुन त्यो जुन अलि छोएँ त्यो देखाएन, किन त्यही बीचको खराब रहेछ भन्ने कुरा बुझियो। कुनै कुनैमा दुईटा कोइल जति जलेको हुन्छ, त्यो दुईटा कोइल काटेर पनि रिपेयर गर्न सकिन्छ। हेर्नुहोस् तर यहाँ एउटा कोइल देखाएन, जलेको त छैन, अलिअलि सर्ट भएर रहेछ। त्यसले गर्दा त्यहाँको तार टुट्न गएछ अनि बत्ती देखाएन। अब हेर्नुहोस् अब अर्कोतिर ठिक छ, खालि अब त्यसलाई तार निकाल्नु पर्नेछ, जोड्नु पर्नेछ। अनि यस्तो भयो भने कसरी तार निकाल्ने त्यो ट्रिक पनि यहाँबाट सिक्न सक्नुहुनेछ। चारवटा तारको वायरिङ कसरी गर्ने, क्यापेसिटरमा कसरी जोड्ने, यो कुरा पनि यहाँ सिक्नुहुन्छ। त्यसैले यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला अनि बुझ्नुहुनेछ। यदि तपाईँ पंखा मर्मत गर्न चाहनुहुन्छ, नलेज लिएर राख्नुहोला अनि पछि तपाईँ काम लाग्नेछ। किनभने यस्तै काम लाग्ने भिडियो तपाईँहरूको सामुन्ने म ल्याइराखेको छु। अनि चारवटा तार काट्नु होला। कुनै कुनैमा तीनटा निकालेको हुन्छ, भित्रबाट चारवटा निकाल्छ, माथि गएर तीनटा मात्रै निकाल्छन्, किनभने एउटैमा जोइन गरिदिन्छन्। त्यो पनि म देखाउने छु। अब हेर्नुहोस् यहाँ चाहिँ